स्टार्टिङ हामी चाहिँ कहाँ जानलाई नै भनिदिनु त ल हामी आज जाँदैछौँ नगरकोट त आइसक्यो घाटाबाट अहिले माथि हामी भ्यू टावर हुँदै हामी घिमिरे गाउँ हुँदै नाला नाला देन आफ्टर दुलगल ब्याक भ्लगिङ गर्दैछौँ वी आर सो एक्साइटेड एकदम नाइस सो क्लाउडी एकदम कोरा छ है Nepal is a very beautiful country. yes So you will come here, Nepal. Thank you very much. thank you very much ल we will be continuing this vlog so Yeah. let's go Oh my God, your English is such a beautiful, you know. but walking it bit I like your easy English is really nice. okay thank you I will be applying for number this is street number 17 now guys we have reached कति नि हामीले so we are heading towards हामी खाने जंगलमा so एकदम क्लाउडी छ एकदम चिसो छ तर चिसो And yeah, the weather is very good for walking yeah. okay so now we will be showing you the clips of view tower when we reach low thank you weather चाहिँ ड्याम छ है एकदम राम्रो छ है रमाइलो छ है फाइनली हामी टावरमा पुगिसक्यौँ है इन्जोय द सिनेमेटिक भिडियो अफ नगरकोट टावर टावर सकिसक्यौँ अब नेक्स्ट पोइन्ट कता हो सर भनिदिनु त घिमिरे गाउँ घिमिरे गाउँ ल घिमिरे गाउँ जाँदैछौँ हामी घिमिरे गाउँ जाँदैछौँ ल घिमिरे गाउँ वेदर चाहिँ एकदम राम्रो छ वेदर राम्रो छ गर्मी छैन अघि अलि सिमसिम पानी परेको थियो त्यही हो राम्रो ल घिमिरे गाउँ पुगेपछि त्यो पोइन्ट पनि देखाउँला है आउट हुँदैछ हाम्रो नेक्स्ट पोइन्ट कता छ नाला है त नाला पोइन्ट देखाउँछ नि अन्त हामी ल हाम्रो गाइड साहब हिँड्दै हुनुहुन्छ उहाँलाई चाहिँ केही थाहा छैन त्यही पनि गाइड रे है उहाँ चाहिँ ल मिसन तिमीलाई कस्तो लागिरहेछ ट्रेक एकदम रमाइलो रहेछ आज लाइफको फर्स्ट टाइम ट्रेकिङ भनेर आएको 7 घन्टा हिँड्नु पर्यो केही छैन 10 घन्टा हिँड्नुपर्छ गाइस 10 घन्टा हिँड्नुपर्छ अब हामी एकदम रमाइलो भइरहेछ है हाम्रो यात्रा कहाँबाट भएको त हामी थाकेर अहिले बसिरहेछौँ तर पनि एकदम रमाइलो भइरहेछ हाम्रो यात्रा कहाँबाट भएको नि तपाईँ भएको चाहिँ हामी खास दोलेश्वरबाट हो कमल विनोद हुँदै
भक्तपुरबाट हुँदै नगरकोट हुँदै घिमिरे गाउँ हुँदै अहिले हामी नाला जाँदैछौँ नालाबाट धुलेखेल जाँदैछौँ गाइस त्यसमा हामी फर्किन्छौँ त्यहाँबाट दुईवटा ठाउँ बाँकी छ अब है अब अझै 2टा ठाउँ बाँकी छ अब नाला त पुग्न लागिसक्यो अब त्यसपछि त्यहाँ गएपछि हामी घर गएर रेस्ट गर्छौँ एकैचोटि ठुलोकै सुत्छौँ सुत्ता जस्तो छौँ एकदम हामी चाहिँ अहिलेसम्म 20,000 स्टेप हिँडिसकेको छौँ है त ओके ल बाई ओके बाई बाई